What's up gang, what's up? के छ अलि चल्ली के छ सानो अपडेट। अब म घर जाँदैछु, घर गएर कपडा फेरेर आज हामी यसो फन पार्कतिर जाँदैछौँ हैन। रमाइलो गर्नुपर्छ, के छ जिन्दगी, सानो छ हाम्रो जिन्दगी, त्यही भएर बेलैमै रमाइलो गरौँ भन्छु है। चस्मा लाएर फेरि अलिकति ओभर देख्यो होला, तर चस्मा लाउनुको नि रिजन छ। मेरो अहिले आँखा हल्का ड्राई भएको भएर मैले चस्मा लगाएको हो, अरू केही होइन। गर्मीले चितवनमा पोलम पाल्छ यार, हल्का ठिक त छैन। ड्रेसअप हल्का ड्रेसअप गरेर, ड्रेसअप त के भन्ने, हल्का थोरै कपडा लगाइदिउँ अनि चलिदिउँ न। अनि गाह्रो छ बुझ्दैन है। फेरि साथी चाहिँ लिन आउँछु भनेर, साथी लिन आउँछ, टक्क कपडा लगाएर म ठ्याक्क रेस्ट भएर बस्छु। साथी आउँछ अनि सर जानु पर्ला नि, गर्मी छ, हल्का डुब्किलो हार्नु पर्ला। आउँदै गर्छ, ट्युनमा बस्नु। लिची पनि बबाल रातो पर्छ है, खाइदिनु पर्ला जिन्दगी। यहीँ हो लिचीको रुख, गर्मी छ ग्याङ। ओहो मेरो घरमा चाबी लाग्छ यार, म घरमा छु, घरमा चाबी लाग्छ। घर आएको घरमा चाबी लाग्यो, के गर्ने ग्याङ? फोन हान्छु, म फोन हान्छु। दिदी साइको भन्यो होला यार मलाई, यार गाह्रो छ ग्याङ। मलाई त मम्मीले क्या स्क्याम हान्दिरह नि यार। ल्याउनु चाबी ल्याउनु, गर्मी भयो, गर्मी यही हो। ल आउनु कपडा लाउनु पऱ्यो क्या, भेजा हान्दिरह। म खाजा बनाउँदैछु भन्दिरह कि फोन हानेको त त्यहाँ फेरि चाबी लाग्छ कि। ठिक डेन्जर हो हाम्रो मम्मी, डेन्जर। गाइस म कुरे भए, मान्छे आउँदैन जस्तो छ। मौसम नि चेन्ज भएर ल आयो भन्दिनँ, आयो गाह्रो छ। मौसम नि बवाल भयो हेर्नु मेरो। मौसम नि बवाल भयो, आउँदैन जस्तो केटा, गाह्रो पर्ला जस्तो। पर्दै गाइस, पानी पर्दै यार, बेहाल भयो। पानी भनेको रमाइलो गरौँ भनेको पानी पर्थ्यो, डेन्जर पानी पर्छ। अब जस्तै रुख जस्तै भए गाह्रो छ। पानी बन्द भयो तिन्नी भनेको, पानी बन्द हुने हो किन त्यस्तो छ। बादल पुरै कालो, गाह्रो छ गाह्रो। हात आउँछ र पो झ्याउ लाग्छ त मलाई। ल बाउ हाल, निकालौँ जम। यस वाउ लेडी बोय।
बोय रे लेडी बोय आइल्यान्डमा हुन्छ त्यो लेडी बोय कहाँबाट होइन होला बवाल हो कि बवाल चितवन ठाउँ राम्रो हो कि है गर्मी नभएपछि हेर्ने कस्तो दामी ठाउँ हो कि ल बिस्तारै बिस्तारै चितवन ठाउँ राम्रो हो गर्मी नभएपछि गर्मी भएपछि कहाँबाट पसिया निकाल्छ बुझ्छ है तपाईँहरू हाम्रो लेडी बोय पनि Dom. Wow. बवाल भयो ल दम पानी पऱ्यो यस्तो ल दम आफै बुताइदियो ल फेरि फेरि मोबाइल अगाडि नफुटेको भयो मैले गर्थेँ होइन मोबाइल अगाडि खाम्ला नि खाइदिनु त खाइ गेडा रहेछ नि गेडेहरूले गेडे खाने भयो ए यस्तो यहाँबाट छिट्छ कि नत्र हुन्छ गर्नु त मजा आउँथ्यो ओए मसँग को खेल्ने हो केटा मसँग को खेल्ने हो केटाहरूले बोके नि हिँडेछन् को बह खै सचिन खै सचिन खै त मैले मान्छे पाइन यार खेल्ने यार अहिले चाहिँ के भयो भन्नेले हामी खेलिहाल्यौँ पानी परेको थियो क्या पानी परेको थियो निकाल्न मिलेन गोब्रोको कभर पनि छैन त्यो स्लाइडिङमा यस्तो खेल्ने भनेर हो यो पनि खेल्नु त यो पनि अहिले एक दुई पिक आउँछ यसको नि आउँछ यसको नि पिक दामी भयो दामी आएर ऊ गरेछन् कहाँ गयो कि मेरो पार्टनर काशी खेल्दैन क्या मसँग सचिन आइदिन सचिनलाई बोलाउनु जान्छु म ल दाजुभाइ हामी खेलिन्छ पिस गर अहिले यसको भिडियो बनाएर राखिहाल्नु पऱ्यो केटाहरू किनकि यिनीहरू फेमस हुन लाग्यो कि पछि फेमस हुँदैन यिनीहरू त्यही भएर केटाहरू माथि पुगिसके अब हामी यो एक ब्लाइड हान्नुपर्छ अनि त्यसपछि त ऊ त लिएर हिँड है उयो बेलुन छैन माथि लिएर हिँड्नुपर्छ तरमा हो कि यो बेलुन हुन्छ केटाकेटी हो यहाँ बेलुन नभए स्वाटै यहाँ हाल्ने हिँड्ने बोक्नु के भएर यति बोक्दा नि छ्या यार साथीको लागि यति गर्न सक्दैनस् बडी त छैन नि फेरि काटकुट गरेर हाल्नुपर्छ गाह्रो छ यार माथि हो हजुर माथि हो मेरो भाइ माथि हो सर र त्यहाँबाट आउँछन् केटाहरू बाबा ओए हेलो भाइ चित्तवन त हो नि भाइ म पछाडि बस्छु है
त्यो भिडियो बनाउनु मिल्दैन क्या फेरि यो छ त अब यसमा हान्दिउँ न त्यो भेदा हान्दियो भाइ तिम्रो खेलिदिउँ न त हो फेरि भेदा भयो त ट्युबै होइन ऊ ट्युब कतिवटा खाँदा नि ब्रो ट्युबै छैन अनि कहाँबाट लिएर आउने हो त कहाँबाट हावा पर्ने हो र यसमा अब यसमा हावा भर्ने हो कि हो र केटाहरू आउँदैन उनीहरूको खेल्ने हो क्या अब उनीहरू लिएर आउँदैन होला है तिनीहरूले यो लिएर गइदिनु पर्ने होला नि त उनीहरूले लिएर जान्छ कि चाङ्ला उनीहरूले लिएर जाने हो गाह्रो खोइ केटाहरू केटा त्यो टिप लिएर आऊ त टिप लिएर आऊ त लिएर आऊ न खेल्नको लागि छैन अहिले म लिएर आइदिन्छु आऊ आऊ होइन होइन खेल हाम्रोमा हावै छैन रे गाह्रो खेल्नै पर्यो हामीलाई लिएर आइदिएको यिनीहरूले के हो मुखले भन्नु हो भर्दा मुखले केले भन्ने रे मुखले भन्नु म भन्दा त यो भ्लगर भन्नु पनि रहेछ त यार मुखले भर्रे वाह भाइ हो हामी हान्छौँ के अनि तिमीलाई अहिले लिएर आइन्छौँ म लिएर आइन्छु त अगाडि बस म पछाडि बस्छु होइन मै अगाडि बस्छु या अगाडि बस के ल फेरि समात्नु पर्ने होला के रे नलिएर त म क्या यार सचिनले बोल्यो भने चाहिँ हुन्छ कि म हुन अति छ दाइले हुन्न म दाइले के हुन्छ नि ल्याउ ताने हेर म कसम मैले ल यस्तो हुन्छ कि हुन्छ यसरी झरे नि है समाज के ओठ में लाया यार मेरो ओठ फुट्यो होला यार देख ओठ फुट्यो होला गाह्रो 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 ओठमा लाएन मजाले फुट्यो कि बबाल हुने रहेछ यार आउँछन् केटाहरू अब हल्का पुस्नु पऱ्यो कि गोप्रो चाहिँ पानी हल्का लाग्यो जस्तो हो ओठमा लगायो लास्टमा मजाले लगायो ओठमा हुन त यो यतिकै नि जान्छ होला सायद धेरै लाग्यो नि पानी
त्यो एकचोटि त उहाँबाट स्वाट खचा त ला डर लाग्यो यार म त गयो होला भनेको एकछिन बनाउने हो यतिमा स्थगित गरौँ होला हल्का फुल्का सचिन यस्तो गर्न त एउटा ओए सचिन एउटा भिडियो बनाइदिनु मेरो म उ यताबाट साइडबाट आउँछु के यता बनाइदिनु यहाँ मेरो म उ यताबाट आउँछु कि उताबाट दामी हान्ने यार बवाल हान्ने यार थ्याङ्क यू वेलकम टाउको घुमाएन यार कस्तो डर लाग्यो यस्तो स्मार्ट छ टाउको घुमाइन्छ यार त्यही कुराहरू कहाँ के पुग्यो अहिले पुग्यो यार जाम कि एकलट म जान्न टाउको घुमाएँ कसरी छ तिनीहरू है तिनीहरू डराएर भयो कि फोबिया भयो कि तिनीहरूलाई सपिनु सिकेर उहाँ खेल्दै गएर जाम त्यहाँनिर मेरो हात चिसो भयो म एक डाइभ हानेको निकाल्नु पर्ला जस्तो है चार्जहरू छैन यार 13 वर्षमा त अनि एक डाइभ हानेको निकाल्नु पर्ला एक्स्ट्रा ब्याट्री ल्याउनु भएन एक्स्ट्रा ब्याट्री एक्स्ट्रा के हो एक्स्ट्रा ब्याट्री चार्जै नभएर चाहिँ पानी लगेको थिएन मेरो खोइ पानीमा भिजेर होला नि यता बडी क्लोरिन रहेछ होला फन पार्क धेरै कुल यता अनुहार देखिन क्या हेलो जेम्स ओल्ड फन पार्क धेरै क्लोरिन नहालमै है गाह्रो हुन्छ तर म चाहिँ यहाँ जम्प हान्छु उताबाट सक्छ है उताबाट गरौँ होला म यताबाट ल है नरिसाउँ है रिसाउनु कहाँबाट हान्नु तिमी म यहाँ सक्दिनँ नि त अनि अलि उता गयो हुन्छ उता आउँ केटाहरूको बर्थडेमा पनि दुया ल मेरो 360 वालामा पार गर्दैछु ल पानी आउला है ल ल ढुक्छु ल ओ त्यसै के मलाई ब्यालेन्स गर मनको रेस छैन यसरी के यसरी फ्लोट हुने हैन यसरी हो के यसरी यता 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 म गरिदिन्छु रेकर्ड भयो के तातो यार Hello, it's me, Sisir. I'm chilling in my swimming pool. दामी भएको Oh, man. भन्नु केटीहरू Chudde hair कपाल सबै मेरो चस्मा ल्याउनु पर्ने नागा पानी जाला त्यता गएर के यता जानु कवर घिसाएर मलाई यसरी मैले ए दिदी त्यो उ त्यो बितेको नि ल केटा हो अब चाहिँ म चाहिँ निस्किसकेँ गाइडहरू खेलिरहेछन् त्यहाँनिर पौडी गइरहेछन् केटाहरू अझ नि सिन दामी भइरहेछ है फन पार्कै हो है राम्रो छ जहाँसम्म नुहाइ धुवाइ गर्छु म चाहिँ निस्किन्छु ए नौलो ठाउँ नि यस्तै छ ठिक छ त्यस्तो नराम्रो होइन म चाहिँ निस्किन्छु है अब यहाँबाट नुहाएर ठक्क फ्रेस भएर निस्किन्छु केटा अब म चाहिँ निस्किसकेँ भयो भ्याइ हो ल भएछ राम्रै छ बिचमा हात आयो हल्का केही भएन सिक्दैछु नि त म सिक्दैछु बबाल भइरहेछ म चाहिँ निस्किसक्यो रिप्पी हान्छु मैले ल अब हामी बिदाबादी भयो कसो लाग्यो केटा कस्तो लाग्छ नि केटा हो खेलाइ ठिक छ देखाउनु न ग्याङ है ग्याङ है सब्सक्राइब गर्नु पऱ्यो भन्नु पऱ्यो नि त होइन
के हो यो? हो त होइन हो हो यार